बुवा अनि मेरो उमेर पुगे जस्तो लाग्दैन तपाईँलाई म्याकुरी? ए पुग्यो तेरो उमेर पुग्यो त डाइनोसर लोप भएको सालमा जन्मियो तेरो उमेर पुग्यो बाउ बसेको ठाउँमा बाजे बसेको ठाउँमा उमेर पुग्यो भनेर लाज लाग्दैन त्यसलाई तेरी माक्का भई कुरो बुझ्दैन त्यो गर्भवती अवस्थामा चाहिँ त्यस्तो चकचक नगर्नु पर्ने रहेछ हेर दिमागमा दखल परेर बिचाराको ओहो यसले बिहेको कुरो गर्न खोज्दैछ हौ यसको उमेर पुगेको छैन कस्तो उमेर पुगेको छैन हौ यसको उमेरमा त म 2.5 जनाको बाउ भइसकेको थिएँ 2.5 जना तेरो 2 जना दाजुहरू निस्किसकेका थिए त चाहिँ पेटमा छ र म निरन्तर फलको आश नभए पनि सङ्घर्षरत थिएँ ओहो हो कम्ता मजा आउँदैन थियो हौ त्यो बेलामा वाह हजुरबा तपाईँ त ऊ जमानामा त मस्तखोर मान्छे हो नि। मस्तखोर चाहिँ होइन हरामखोर मान्छे चाहिँ हो बुढो 8 जना छोराहरू पाएर अंश भाग लागेर यार 25 जनालाई भाग लगाउँदाखेरि पनि मेरो अंश सिद्धिँदैन अब 1 कठा बाँकी छ जम्मा होइन घट्दै 1 फिट बाँकी रहला 1 इन्च बाँकी रहला सेन्टिमिटर बाँकी रहला तर सिद्धिन चाहिँ सिद्धिँदैन अझै तागत छ है हजुरबा? शिरदेखि पैतालासम्म तागत छ नाति शिर त्यसैमा छ हो सुगर प्रेसर दम बाथ भयभरकै सबै रोग हाम्रै बाउलाई लाग्यो कुन चाहिँ रोग लागेको छैन हौ तपाईँलाई एचआइभी त्यो चाहिँ छैन यो शरीरमा अझै पनि तागत छ मलाई एकदम मुद्दा आयो कि मलाई उठाएर मुत्नलाई पनि समाउनु पर्दैन हो समाउन त म आफै समातेर गर्छु कि त चाहिँ मलाई उठा आउनु हजुरबा म तपाईँलाई उठाउँछु उठा मान्छे कि कुरकुरे बयसमा तात्तिन्छ कि बुढेसकालमा तात्तिन्छ भनेको हो रहेछ अनि तँलाई चाहिँ अचानक किन बिहे गर्नु पर्यो फेरि यसो घर बसौँ भनेर नि बुवा। ए त घर बसाउने ओ माई गड जा माथि गएर पहिला ग्यासमा कुकर बस्छ गुद हुन जान्दैन घर बसाउने म त सानो हान्न भनेर आएको ठुलै पनि धोइ ब्याउ त मुखले बोले अनुसार गर्न सकिने भइदिया भए त नेपाल सिङ्गापुर भइसक्थ्यो चन्द्रकी बुढी मेरी बुढी भइसक्थ्यो गुद हुनलाई खेताला लाउनु परेको छ यिनको मुख चले जति नै हात चल्ने हो भनेदेखि त गुद हुन आफै सक्थ्यो नि होइन यो घरमा सोझो भनेको त मै मात्रै रहेछ हो मेकुरी। अरे कस्तो खालको कुरो गर्छ हौ म छैन गाउँकै सबैभन्दा सोझी मान्छे घरमै छ आमा चिन्दैन भनेको। ए मम्मी तपाईँ आउनुभयो एउटा इम्पोर्टेन्ट कुरा छ यहाँ सुन्नु त तेरो भन्दा पनि नि इम्पोर्टेन्ट कुरा यहाँ सुन भिन्डी नि 25 रुपियाँ पाउ भन्छ हौ त्यो महिला साउ 20 रुपियाँमा ल्याएँ बिर्गिनिङ गरेर। ए साह्रै इम्पोर्टेन्ट पो रहेछ त बिर्गिनिङको कुरो त। सुन्नु न म बिहे गर्ने सोच्दैछु हौ। ए हो र हेरे बुहारी चाहिँ नि मुख ठप्पैवाला चाहियो है चक्क बन्नैवाला आवाज निकाल्नेवाला चाहियो नि फेरि मलाई अनि भान्साको काम पुरै जान्नेवाला चाहियो फेरि भान्सामा तरकारी बनाएको टिकटक बनाइसक्दाखेरि तरकारी नै डढ्नेवाला भयो भने चाहिँ म चाहिँ हुँदैन। पल्लो घरको यता चन्द्रेकी बुहारी आमा यति कपडा लाएर नाच्छ भने आमासँग सासु आमासँग हौ त्यस्तै बुहारी पऱ्यो भनेदेखि चाहिँ म चाहिँ भुत हालिदिन्छु पुरै भुत हालिदिन्छु है मैले भनिदिएको छु फेरि। मेरी हुनेवाला बुहारीले कपडा चाहिँ पुरै लाउनु पर्यो फाँचो देखिनु भयो लाउँदिन। ए लुगै लाउँदिन लु भयो बाबा भयो त्यस्तै बुहारी त मलाई चाहिएन नाङ्गी बुहारी त म घरमा हेर्न सक्दिनँ छिमेकीले के भन्छन्